मम्मी बाबा पनि आइसक्नु भएको छ। यहाँ पात टिप्ने केही सुर चार छैन। यहाँ पुरै यस्तो सुकेर यस्ता भहन यो रुखा पातै छैन। हामी यहाँ हेरेर बसे हाम यस्तो घाममा हामी यहाँ आहाम पात टिप्न भनेर बहुत दुःख पाइएला जस्तो। यहाँ बुटो मात्र यहाँ बुट्न पातै छैन यस्तो छ यहाँ। तर राम्रो त राम्रो छ अलि घाम छ। यहाँ मम्मी दुर्गा आन्टी यही हो। र यहाँ बोरा हामीसँग यहाँ बोरा छ। अब हामी यहाँ पात टिप्नलाई ओहो जङ्गलमा पात टिप्नलाई जाँदैछौँ। यहाँ मम्मी अगाडि अगाडि दुर्गा आन्टी र मम्मी अगाडि अगाडि यहाँ जानुभयो। म यहाँ पछाडि पछाडि छु। यी एउटा पात टिपिसक्नुभयो मम्मीको हातबाट पात टिपिसकियो। अब मैले यहाँ टिप्छु मलाई थाहा छैन त्यस्तो। म त यहाँ यतिकै रमाइलोको लागि आएको कि घर बस्न झ्याउ लाग्छ मलाई। यी यहाँ दुर्गा आन्टीले रिसर्च गर्दै हुन्छ के हो भनेर। यहाँ मम्मीले दोस्रो पात टिपिसक्नु भएको छ। ओइ हामीले मृग देखेको मृग दुईटा मृग चरिरहेका थिए। हो कि त्यहाँ दिदीहरूले हेरिरहनु भएको के हेरेको होला भनेको त मृग। अब हामीले रमेश दाइले भेटाइसक्नु भएको छ। खै के गर्नलाई त अमन गर्नलाई त अब दुर्गा आन्टी यहाँ टक टक रुखमा चढ्न लाउनु भयो। दुर्गा यत्रो बुढा त अब यहाँ रुखमा चढ्न पाइप लाएर नसकिने भयो। त्यही भएर अब के हुन्छ यहाँ हेर्नु जङ्गलमा मार्किस पिस्टु खाएर फाले यो गर्न भएन। मम्मीले तेस्रो पात टिप्नु भइसक्यो। दुर्गा आन्टीले पात टिपिसक्नु भयो। यहाँ हामी यहाँ पात टिप्ने कार्यक्रम जारी छ। त्यहाँ मान्छेहरू हिँडिरहन्। अब यहाँ रमेश दाइ ल रमेश दाइले अर्को पनि बोरा त्यही ल्याइसकेँ मैले। यी बोरा अलि उता छोडेर छु मैले। त्यही भएर म फेरि बोरा लिन जाँदैछु। यहाँ रमाइलो भइरहेछ जे होस् आज। यहाँ मम्मीलाई यहाँ माया गर्नलाई बोटीहरू आइसकेका छन्। यो बान्नलाई रमेश दाइले रसी ल्याउनु भएको छ। अझै फेरि रमेश दाइले यहाँ ओहो दुर्गा आन्टी ल दुर्गा आन्टी डिकीमा राखिदिए। यहाँ रमेश दाइले यी रुखमा चढेर पात टिपिसक्नु भएको छ। ल चट 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 चढे अप्सर भाउजूको फोन आयो। भाउजू यहाँ दाइ त रुखमा जानु भयो भन्नु म भनिदिन्छु। हाफ पाइन्ट बाथरुममा छ भन्नुभयो। ल यहाँ पात रमेश दाइले रुखबाट ल्याएको यहाँ यसरी प्रोसेस हुँदैछ। रुमाल पनि ल्याइदिए पसिना पुस्ने रुमाल छ। खानेकुरा चाउचाउ नि ल्याउन भन्नु न बाबालाई फोन गरेर भोक लाउँछ। यहाँ खुट्टा दुखिसक्यो रमेश दाइको। यहाँ रमेश दाइले कति मेहनत गर्नुभयो।